नेपालमा अबदेखि एसई नहुने, विद्यालय स्तरको अन्तिम परीक्षा कक्षा 12 को हुने। नमस्कार, टाइम्स न्यूज नेपालमा यहाँलाई स्वागत छ। संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिले एसई नलिने सहमति गरेको छ। अब विद्यालय स्तरको अन्तिम परीक्षा कक्षा 12 को हुनेछ। विद्यालय शिक्षा विधेयकको दफावार छलफलमा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा एसई नगर्ने सहमति जुटेको हो। विद्यालय तहको अन्तिम परीक्षा 12 कक्षाको हुने भएकाले 10 को परीक्षा स्कुल स्तरमै गर्ने सहमति जुटेको छ। विधेयकमाथि कतिपय सांसदले एसई प्रदेशमा हस्तान्तरण गर्न संशोधन हालेका थिए। प्रदेशलाई दिने विषयमा पनि उपसमितिमा छलफल भएको थियो, तर एसई नराख्न उपसमितिमै सहमति जुटेको हो। त्यसैगरी जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नराख्ने पनि सहमति जुटेको छ। उपसमिति सदस्यका अनुसार इसिडीलाई 2 वर्षको बनाउने पनि सहमति जुटेको छ, तर उपसमितिमा सहमति भएका विषय सार्वजनिक गरिएको छैन। सबै विषयमा टुङ्गो लगाएर फुल समितिमा पेश गर्ने उपसमितिको तयारी छ। विधेयकमाथि समितिमा लगातार छलफल भइरहेको छ। प्रदेशबाटै आएको सुझाव, सांसदको संशोधन, विज्ञका सुझाव सबैलाई एकीकृत गरेर दफावार छलफल भइरहेको उपसमितिले जनाएको छ। शनिबार पनि उपसमितिको बैठक बस्दैछ। शिक्षकहरूले ऐन जारी गर्न माग गरेपछि समितिले द्रुत गतिमा छलफल गरिरहेको हो। उपसमिति सदस्यका अनुसार शिक्षकका विषयमा छलफल गर्न बाँकी छ। सरकार र शिक्षक बीच वार्ता जारी छ। पोहोर भएको सहमतिहरू पनि छन्। फेरि केही नयाँ कुरा थपघट होला भनेर सरकार र शिक्षकको सहमति कुरिरहेका छौँ, उपसमितिका एक सदस्यले भने। सरकार र शिक्षक महासंघ बीच वार्ता भए पनि सहमति जुटेको छैन। गत चैत 20 गतेदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन्। यस्तै समाचार सुन्नको लागि हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्।